सन्दीप लामिछानेको टिम विराटनगर किङ्सले आज यति नराम्रो प्रदर्शन गर्यो। चितवन राइनोसँग 48 रनले पराजित हुन पुग्यो, जो कि विराटनगर किङ्सका लागि यो एकदम ठुलो झट्का थियो र उनका फ्यानहरूको लागि पनि। किनभने विराटनगर किङ्सले यही सिजनमा 220 रनको टार्गेट पनि दिएको थियो। त्यसकारण विराटनगरले यो हार एकदमै आशा लाग्दो भएन। हुन त टिममा मार्टिन कुप्टेल थिएनन्। हुन त मार्टिन कुप्टेलले मात्रै एक्लैले कति नै गर्न सक्थे, तर सन्दीप लामिछाने पनि राम्रै गरेका हुन्, बोलिङ तर्फ ब्रेक थ्रु राम्रै दिलाएका हुन्, तर जस्तो प्रदर्शन हुनु पर्यो त्यो हुन सकेन। तर चितवन राइनोजले आज एकदमै राम्रो प्रदर्शन गर्यो। रवि बोपराले लगातार अर्धशतक बनाएका छन् र अरू बलर र ब्याट्सम्यानहरूले पनि राम्रो प्रदर्शन गरेका थिए। त्यो सन्दीप लामिछाने आफू भने विकेट लिनेमा अहिलेसम्म टप टेबलमै छन् र उनी येलो क्याप नै लगाएका छन्, दावेदार छन् उनका। भने चितवन राइनोजले 3 खेलमा 2 खेल चाहिँ जित्यो र एउटा खेलमा हार बिहोरेको छ। उसले राम्रै कमब्याक गरेको छ। भनेपछि आजको खेल चाहिँ विराटनगर किङ्सका लागि एकदमै झड्का नै थियो भन्नुपर्छ। अब अहिलेसम्मको गेम हेर्दाखेरि सुदूरपश्चिम रोयल्स मात्रै अहिलेसम्म अपराजित यात्रा तय गरेको छ। उसको खेल चाहिँ भोलि रहेको छ लुम्बिनी लायन्ससँग। भोलि चाहिँ कस्तो प्रदर्शन गर्ला त्यो हेर्न बाँकी छ। जे होस्, सबै टिमले आफ्नो राम्रो प्रदर्शन गरिरहेका छन्। खुसी लागेको छ भन्नुपर्छ। र प्रतिस्पर्धात्मक गेम हुनु नै राम्रो कुरा हो। अब जित्नु हार्नु त छँदैछ, एक टिमले जित्ने नै हो। जे होस्, प्रतिस्पर्धात्मक गेम हेर्न पाएपछि एकदमै रमाइलो पनि हुन्छ।